गीतको फिल सँगसँगै देशको अवस्था पनि चित्रण हो। देशको अवस्था बगिरहेको हो। लाखौँ मान्छेहरू, लाखौँ घरहरू आज परिवार कहाँ छन्, छिन्न भिन्न छन्। त्यो आँसु हो यो गीतको मात्रै आँसु होइन। आज एउटा भाइ कहाँ छ, अर्को भाइ कहाँ छ, एउटा बहिनी कहाँ छ, बाबुआमा कहाँ हुनुहुन्छ, गाउँ खाली छ, बजार खाली छ। देशको परिवेश, देशको अवस्था, इलेक्सन त आउँदैछ। हामी त्यही अस्तव्यस्तबाट गुज्रिरहेका छौँ। यो गुज्रिरहेको बाटोबाट झरेको आँसु हो। रन्जिता सँगसँगै मलाई पनि आँसु आयो।